प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भोलि बिहानैबाट थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाउने भएपछि अहिले सामाजिक सञ्जालभर नै चुनाव अगाडि रवि लामिछानेले बोलेको यो क्लिप निकै भाइरल छ। यो आयोगले डोजर चलाउँछ त्यो चलाउँछ भनेर कानूनले तपाईलाई दिएको कुरा तपाईको अधिकार हनन गर्न डोजर चलेछ भने डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि किन चिन्ता गर्नुहुन्छ? तर के साँच्चै रवि लामिछानेले चुनाव अगाडि जनता माझ गएर सुकुम्बासीको बारेमा यति मात्रै बोलेका थिए त? यसो भने होइन। उनले एक पटक होइन पटक पटक भनेका थिए कि यदि साँच्चै कानून भन्दा माथि गएर कसैले सरकारी जग्गा हडपेको छ, सुकुम्बासीको नाममा गलत मान्छेले ओगटेको छ वा गैर कानूनी छ भने माफ गर्नुहोला, बरु म 2-4 भोट कम भएर हार बेहोर्न तयार छु, तर झुटो बाचा चाहिँ गर्दिन। यो सुनौ। बसोबास गैर कानूनी छ, मिचिएको छ, सुकुम्बासीका नाममा गलत मान्छेले हडेपेका छन्, त्यसलाई प्रमाणित गर्ने आधार र कारण छन् भने त्यस्ता साथीहरू माफ गर्नु होला। मैले भोटको लोभमा तपाईलाई हुन्छ भन्न सक्दिनँ। म बरु म 2 भोट 4 भोट घटाउन म हार्न तयार छु, झुटो बाचा चाहिँ गर्दिनँ। यति मात्रै होइन, लामिछानेले स्वयं सुकुम्बासी पीडितकै अगाडि समेत गएर यही कुरा दोहोर्याएका थिए। यो पनि सुनौ। म तपाईलाई गैर कानूनी काम गर्छु म भन्न सक्दिनँ। तपाईहरु गैर कानूनी ढंगले बस्नु भएको छ भने म तपाईले भोट दिए पनि नदिए पनि त्यसको जिम्मा लिन्न, तर कानूनले तपाईलाई दिन्छ भने अब यसलाई चाहिँ भोटको बैंक बनाएर हामी राख्दैनौँ। यसलाई सदाका लागि बन्द गर्ने त्यो वचन म तपाईलाई। चुनाव अगाडि लामिछानेले गरेका प्राय जस्ता भाषणहरूमा यही कुरा दोहोर्याएको भेटिन्छ। अर्थात् यदि कुनै पनि सुकुम्बासी बस्ती गैर कानूनी छ भने त्यसमा आफ्नो सरकारले जोगाउने होइन, कानून अनुसार कारबाही गरेर वर्षौंदेखि नेताहरूले सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आएको यो जुन कुरा छ, यो कुरालाई चाहिँ अन्त्य गर्दै वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्नेछौँ भनेर। तर अहिले सुकुम्बासी बस्तीमा डोजर चल्यो भने त्यो डोजर र सुकुम्बासी बस्तीको बीचमा म छाती थाप्न तयार छु भनेको छोटो क्लिप मात्रै भाइरल बनेको छ। अब कुरा गरौं चुनाव अगाडि रविले भने जस्तै भोलिबाट हटाउन लागेको थापाथली सुकुम्बासी बस्ती साँच्चै कानून सम्बद्ध छ त भन्ने कुरा। भूमि आयोगको पछिल्लो डाटा अनुसार हेर्दा यहाँ बस्दै आएका मध्ये अधिकांशको नाममा नेपालको विभिन्न स्थानहरूमा जग्गा जमिन छ। कानून अनुसार यदि कुनै पनि व्यक्तिको 3 पुस्तेको नाममा देशैभर कतै कहीँ पनि एक टुक्रा मात्रै जमिन छ भने त्यो व्यक्ति वा परिवारलाई सुकुम्बासी भन्न मिल्दैन। र यदि अर्को ठाउँमा जग्गा जमिन भएर पनि कतै सरकारी जग्गा जमिन ओगटेर बसेको छ भने त्यो त गैर कानूनी हुन जान्छ। त्यसैले भोलि डोजर चलेपछि त्यहाँ जो वास्तविक सुकुम्बासी छन् उनीहरूको उचित व्यवस्थापन गर्न चाहिँ रवि लामिछानेले आफ्नो छाती थाप्नै पर्छ। तर गाउँघरमा टन्न जग्गा जमिन भएर आनाकै करोडौं मूल्य पनि सरकारी जग्गा ओगटेर बसेकाहरूको लागि भने न त रवि लामिछानेले न त सरकारले न त तपाई हामी कसैले पनि छाती थाप्ने त परको कुरा सहानुभूतिसम्म राख्नु पर्दैन, किनकि गलत हो, चाहे त्यो सरकारले गरोस् या हामी जनताले गरौँ। त्यसैले थापाथलीमा रहेका सम्पूर्ण सक्कली सुकुम्बासीहरूले अरूको उक्साटमा आएर यो बेला आन्दोलन गर्नुभन्दा बरु सरकारसँग एउटा लिखित सम्झौता गरेर अब कति दिनभित्र वास्तविक सुकुम्बासीको पहिचान गरिसक्ने, अनि पहिचान भएपछि ती वास्तविक सुकुम्बासीहरूलाई कति दिनभित्र कहाँ कुन ठाउँमा